सर नमस्कार हजुर। सर नमस्कार। कता हजुर टोपी सोटिपी हेलमेट प्लास्टिक लगाएर? म चाइना ट्रेनिङ प्राप्त मान्छे हैन। हजुर। उहाँलाई चाहिँ अब मैले अरे बाफ रे म त झ्याप रहेछ नि त सर। गाजिन भाषामा धेरै हैन। हजुर। हरेक कुराको चाहिँ तरतिब बाई काम गर्नुपर्छ के सर। हजुर। भाग्ने नभाग्नुहोस् है। कहाँ भाग्नु? यस्तो काम त कति गरियो गरे सर हैन। हजुर। हजुरहरूलाई अब अनौठो लाग्ला। सबै कुराको ज्ञान हुनुपर्छ छोरो मान्छेमा हैन। हजुर एकदम मिलाएको है हजुर मिलाएको। हिरमौलीसँग त भागिन्न अब कठौरीसँग हैन। हजुर। हजुरले देख्न सक्नुहुन्छ जेठामामा हरेक काममा पर्फेक्ट भन्नुभएको छ हैन। त्यसै कारणले मैले छोड्नै मिल्दैन क्या यसलाई। इज्जतको सवाल छ हैन सर। हजुर। सफलतापूर्वक मैले हात पार्नुपर्ने हुन्छ। अलिकति ठाउँको व्यवस्था चाहिँ अप्ठ्यारो भएको कारणले गर्दा। हजुर। तर म डरा छुइनँ। छैन छैन। यति अलिकति फेसमा भोलि काममा जानुपर्छ बजार जानुपर्छ हैन सर। त्यही कारणले चाहिँ मैले फेस लुकाएको हो हैन। यसमा पनि हजुरलाई हरेक कुराको ज्ञान हुन्छ हैन सर। हजुर। आफ्नो के कतिको छ नि हजुर? म त भन्नै पर्छ सर शनिबारको दिन हैन। हजुर। औषधि पनि हुन्छ। छोड्ने कुरै हुँदैन सर। लास्टसम्म भिडियो अन्तिमसम्म हेर्नु होला है सर। अब यो सकेसम्म जमिनमा दबिने भाग पाइन्छ कि सर। त्यहाँ घारीमा सपोर्ट हुन्छ नि एउटा आड दुई किसिमको हुन्छ सर। एउटा सपोर्टेड आड र अनसपोर्टेड आड भन्ने हुन्छ हाम्रो क्वार्टरमा चाहिँ। नजरिया आड र गोलीको आड भन्ने हुन्छ। यहाँ चाहिँ अब दुइटै आडमा चाहिँ हामी पोख्त हुनुपर्छ। नजरिया आड र पनि गोलीको आड पनि। त्यतिकै अब खान पाइहाल्यो छोइहाल्नु हुन्न क्या सर। यसमा अब आफ्नो बुद्धि विवेक लगाएर म झिक्दैछु। हजुरले देख्न सक्नुहुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला। अच्छा हजुर। कता हजुर झिकेर देख्नुहोस्। यतापट्टि छ है मान्छे। अब मलाई एकचोटि यसमा मेरो कस्तो कस्तो मौरी त मैले काटिसकेर सफलता हासिल गरेर मान्छे हो होइन। कठौरीको लागि मलाई कुनै आइतबारै छैन होइन सर। उहाँले छोड्दै हुनुहुन्छ। मुख्य कुरो मैले आँखामा मात्रै जोगाउनुको कारण चाहिँ अब भोलि हाट जानुपर्ने हुन्छ होइन सर। औषधि हुन्छ सक्यो एकदम। कठौरी भन्ने चिज त अब जहाँ पाए त्यहाँ पाइनँ नि। आजै म घाँस काट्न आएको। आजै मेरो मौकाले भेटाएको। मलाई एक दुईवटाले टोक्यो नि मलाई त्यस्तो लाग्दैन सर। भनेपछि हजुरले भेटिसक्नुभयो? भेट्यो नि म छोड्दिनँ नि त। छोरो मान्छे कि हरेक कुरामा लाग्दै नलाग्नु होइन सर। हजुर। लागिसकेपछि कुनै कुनै कामको पनि फत्तै गरेर छोड्नुपर्छ क्या सर। म जे गर्छु हजुरहरूले देखेअनुसार राम्रो र सफलतापूर्वक अर्ग्यानिक कामहरू गर्छु। उहाँले टोक्नु भयो भने झन् भाग्यो भने चाहिँ झन् टोक्छ होइन। त्यही भएर मैले अब मलाई सायद मलाई टोपीको पनि आवश्यक पर्दैन होइन। मैले अब लगभग सर त्यो झिक्ने चाहिँ म तर्खरमा लागिसकेको छु। अब म पनि त पोखिनु भएन नि त होइन सर। हजुर हजुर। म हँसियाले राम्रो हजुर। हँसियाले काटौँ हाँगे काट्नु अति राम्रो हुन्थ्यो होला। त्यसलाई अब हजुर मलाई हँसिया दिनुभयो। हँसियाले आभारी हुने थिएँ। यसमा पनि अब हजुरको हरेक कुराको ज्ञान गुण हुन्छ क्या सर। लिनुहोस् हजुर। ज्ञान गुण हुन्छ। लिनुहोस् पहिले लिनुहोस्। अब उहाँलाई मैले सर्ट होइन हाँगे काट्नु पऱ्यो हजुर। सर यसलाई यसरी हाँगा भन्दा पनि हाँगा काट्दाखेरि अब अरू मान्छेले चाहिँ यस्तो आइडिया हुन्छ क्या सर। ठङ ठङ काट्दाखेरि ऊ हुन्छ होइन। टोके पनि डराउनु हुन्न। अलिक छिटो काटौँ हजुर। टोक्दैन मलाई दुई तिनवटा टोकेछ होइन। साथसाथै हजुरको स्पेस पनि यहाँ फुल हुनसक्छ है। छिटो काटौँ। नहुला।